के अरे ये तो आएंगे तरीके काट के लेते वेबसाइट में सिंह गेम है LAND ये तीन छैन अब ये मैं भोलि एक क्लिक करके भइहाल्छ शिफ्ट दबाएर क्लिक कहाँ हुन्छ अहिले शिफ्ट दबाएर राम्रो दाबिरहेको त्यही भएर टाइटल पछि एन्सर लेख्छु यो कुराले के हो के लेख्नुहरू एचलमा यो के हो त फेरि स्क्रिन जाल्नु फेसन फ्रेन्जी सबैको चेन्ज हो गयो चाहिँ हैन तेरो मात्रै हैन सबैको चेन्ज हो सबैको चेन्ज हुन्छ नि हाम्रो त कति हुन्छ फेसन फ्रेन्जी सबको चेन्ज भइसक्यो H1 गर आफै आउँछ के त्यो भयो ल हैन यस्तो भनेको यति मात्र रन गर्दा यति रन गर्नु आउन कि यस्तो रन हुन्न घुम्नु पर्ने यति त You don't have extension bugging. Extension for bugging. Extension के छैन रे ए यो छैन नि त अनि हेडमा त प्रो हेड एचटिएमएल क्लोज गरौँ न एकचोटि के गरे यो अबे हेड माथि H1 छ फेरि यहाँ हेड कोले क्लोज गर्छ फेरि H1 एचएल क्लोज भएन तल गर्न भइहाल्यो यो होइन के यहाँ यो हैन यताको यो ब्रेकेट लगाऊ के H1 पछि यस्तो होइन के घाट तँ पढ्दिन कि तँ क्लोज गर्दिनन् अबे तँ क्लोज गर्दिनन् कि यहाँ यी कपी में है के दिमाग हल्का सेंस लगा के ऐसा लिख दे बोलो एक है दवा नहीं चाहिए यू डू नेम एक्सटेंशन अबे आज भएन के आज भयो छैन नि तिमीले हुँदैन के हैन यतिकै नि दिन्छ के आन्सर यतिकै नि दिन्छ के त्यही त भन्दा छोडी एक्सटेंशन के खै के हो के एक्सटेंशन भनेको यो दबा के भयो ए यो छैन भनेको हट न ए यिनीहरू एपै छैन तेरोमा एप चाहिँ नि त निकाल्नु इन्स्टल त थियो एक दुईटा मेरो PHP हालिदिनु त के कसो हो यो चाहिँ इन्स्टल हालेको अनि कहाँदेखि एन्सर आउँछ त बे अनि मैले गरेको थिएँ के डाउनलोड गरेको थिएँ भयो डाउनलोड अनि हजुर गर्नु इन्स्टलिङ हुँदै थियो कि गान्डु शान्ति क्या चीज बे ती बेला बेले जब 24 MB छ ए 14 MB गर्दा अझै इन्स्टलिङ गर्छ अबे के खोला हो अनइन्स्टल हाल्नु भयो कि अब इन्स्टल भइसक्यो हटा यो रन वेट अब यही भन्दा अघि यो भन्दा के भन्दा त्यही साइडमा PHP
PHP ये एक छ नि बे PHP तारी भयो इन्स्टल हुनु पर्ने के फाइल दबाउनु हुन्छ क्रोम यी यहाँ क्रोम लन यस्तो कस्तो दबाना फेरि त्यही 20 को कोडमा आइन कि यहाँ अब आउँछ क्रोम आउँछ खै भएन छोड्दै हुन्न के आज जस्तै जान्नु नमान्नु सबै त ठिक छ बे हेड ओपन हेडफोन सरी बोडी जो स्टार्ट गरेको हैन बोडी नै स्टार्ट गरेको अनि ए बढिया के गर्यो कपीमा अनि कपीमा हेर्न सकेन म हेर्दिन बोडी भयो काम छैन बोडीबाट स्टार्ट हुन्छ झन् हुँदैन स्टाइल माथि हेडको तल लेख्नुपर्छ के ए टाइटल कपी त्यति एउटा चाहिँ त खेल्दैन अनि फेरि त्यही लेखा फेरि माथि लेख्ने हो क्या माथि कपीमा सेन्स लगाएर जता लाग्ने हुन्छ तर हेड स्टार्ट हेडको तल राख्नु पर्छ त्यहाँबाट बल्ल स्टार्ट हुन्छ कि हेडबाट ए त यार मान्छेले के हेड पछि बल्ल बडी हो हेड हो मलाई थाहा छ तर यो माथि लेख्नु पर्छ कि हेडबाट बल्ल सुरु हुन्छ बडी बडी पछि बल्ल स्टार्ट हुन्छ र सबै चीज दिमाग त्यति हल्का सेन्स लगाऊ के सेन्स लगाउन हेड इक्वल हुन्छ टाइटलको तल अब भयो कि यसलाई हटाउनु पर्यो होइन सबै हुन्न एफएफ दमा न एफएफ किन स्टार्ट अझै भएन त बोडी क्लोज गर्नु परेन एफएफ किन हुँदैन कि हुँदैन एफएफ दमा हुन्छ कि हुँदैन के हो त बे जाब यति गरे कहाँ हुन्छ अब हे म के कमान्ड हाल्छु कलर ब्लू गराइदिए यो H1 कि झाड गर्न ल्याएको अब H1 दे त केलाई कलर गर्ने त देख्छु त अलि अच्छा हो र अब हेड र स्टाइलको बिचमा हुन्छ जता लेख्ने हुन्छ के अनि माथिको हेड त हटा नि त्यसमा कतमा हेड त कतमा हरे एस टेबल पछि हेड त हली यहाँ चाहिँ हैन हटा हटा एकछिन छोड शान्त बस्नु न माथि हुँदा के डबल हेड देख्छस् अर्को हेड गएको छ माथि के एस टेबल पछि सेकेन्डमा यहाँ हेड भयो एउटा हैन ए बडी पो हो र बोडी तलै छ भइसक्यो त हेड क्लोज भइसक्यो बल्ल पो बोडी स्टार्ट हुन्छ बे काम छैन तेरे हुँदैन छोड भोलि आइज राखिदे केही त के गरम दे ए मेरो तरिकाले गर्न मिल्छ तर तैले फेरि त्यो गर्दैनस् के तैले चाहिँ थाहा सले गरा खाने अब खै कतना लेखाकै छैन अलग अलग छ नि छोड्न सबै सेम छ बे वेबसाइट बनाएको त एउटा त होला नि गरेको वेबसाइट त बनाइदिनु के वेबसाइट बनाउनु तरिका छ प्रम देखेन नहीं किपिङ ल्याङ्ग्वेज अस्ति त दे वाज दिस फरक त देखेन नट प्रोडक्ट भन कि छोड्दै अघि के एउटा भन्यो एउटा भन्थिस् नहीं ये तो देखिरहेन नि अघि न बनाएको यो यास छ नि एउटा बनाएको यसबाट के यसबाट ए सबलाइन टेक्स्ट ए यहाँ यही छ त्यही हेर
यो अहिले गयो त त्यहाँ सकिलो फ्रन्ट साइड यति गर्दै डार्क गयो डार्क ब्लू गयो त्यो भन्नु पर्यो ठिक होइन यसमा नि बडी स्टाइल दिएन हेडपछि यहाँ गएर हेड क्लोज गरेर यस्तो हेड क्लोज त गर्छु त्यसमा अनि बडी स्टाइल गरेर अरे चुप्लास्ता कति हाँस्छ है यो अनि यही गरेछ कि नोटप्याड हो कि सबलाइन्टेसन नगरेको छोडिदिए नोटप्याडबाट एसएलआर नोटप्याड बोलाएको अरे हरारी गर्छ तिमी बजारी जारी गर्छ नि तेरो काम के गर्छ आफ्नो काम गर्छ ब्ल्याक खाना पका अरे म खाना पकाउन अब हेडको कहिले पकाउँछु खानामा थाहा छ खाना त यही खाला यही खा खाना यही खा के खाने रे यही खान्छ ए मसित जुप्नी भाल नि पहिला हेड हैन त्यसपछि स्टाइल स्टाइल क्लोज गर्नु पर्दैन तिम्रो त्यो अनि बडी गर्नु पर्यो स्क्यार सबै कहाँबाट गर्थ्यो एक ठाउँ कताबाट गर्थ्यो बडी यहाँ हैन टाइटल हेड क्लोज त्यसपछि बल्ल बडी स्टार्ट अब चाहिँ आन्सर आउँछ आइन बाजे नि आउँछ बाजे नि त अझै बाजे नि कपी हेर्छ हेर्न पर्यो नि के कपी त भन त लाई त्यही पनि आउनु रहेछ कपी हेर्छ एसटीएम हेड त्यसै टाइटल ल आज हुन्न क्या छोड्दे नभए पनि जान्छ तपाईले बना गरौँ मेरो राम्रो काम त हुन्छ ल सहीको ल सहीको असम कसम छ ल आइएन हात पहिला हात आइए हात आइए त्यो छोड्दे कसरी खोलिदियो है आइएन पहिला पहिला हातमा आइदिएको हात लगाउनु त्यो छोड्दे हेर फेरि अब एन्सरले निकाल्छ कस्तो आइज पहिला छोड त्यो छोड पहिला आइज बाजिएन पछि आइज पेस्ट गर्छु पैसा पेस्ट त होइन फरक अरे कॉपी नहीं मेरा अब तो और है ना दूसरी वाले बीच चल वो काम दे तेरा दूसरी चल दुई एउटै गल्ती दुईचोटि कसले गतान गर्दैन एउटै गल्ती क्या छ कपी दुईचोटि गऱ्यो फेरि पेस्ट गर्ने कपी गऱ्यो फेरि भयो त्यो काम छैन भयो